उत्पत्ति अध्याय 30। याकुबबाट आफ्नो केही सन्तान नभएको देखेर राहेलले आफ्नी दिदीसित डाहा गर्न लागिन्। तिनले याकुबलाई भनिन्, मलाई पनि सन्तान दिनुहोस्, नत्र म मर्नेछु। याकुबले राहेलसित रिसाएर भने, तिम्रो कोख थुनिदिने म परमेश्वरको स्थानमा छु र? तब तिनले भनिन्, मेरी कमारी बिल्हा यही छे, त्यससँग सहवास गर्नुहोस् र त्यसले मेरो निम्ति बच्चा जन्माओस् र त्यसद्वारा मलाई पनि सन्तान मिलोस्। यसकारण राहेलले आफ्नी कमारी बिल्हालाई याकुबकी पत्नीको रूपमा दिइन् र याकुब त्यस कहाँ गए। बिल्हाले गर्भवती भएर याकुबबाट एकजना छोरो जन्माई। तब राहेलले भनिन्, परमेश्वरले मलाई ठिक ठहराउनुभयो र मेरो बिन्ती पनि सुनेर मलाई एकजना छोरो दिनुभयो। यसकारण तिनले त्यसको नाउँ दान राखिन्। राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकुबबाट अर्को एकजना छोरो जन्माई। तब राहेलले भनिन्, ज्यादै लडन त गरेर मैले मेरी दिदीलाई जिते, यसैकारण तिनले त्यसको नाउँ नप्ताली राखिन्। आफूले जन्माउन छोडेको देखेर लेयाले आफ्नी कमारी जिल्पालाई लगेर याकुबलाई पत्नीको रूपमा दिइन्। लेयाकी कमारी जिल्पाले याकुबबाट एकजना छोरा जन्माइन् र लेयाले भनिन्, भाग्यमानी, यसैकारण तिनले त्यसको नाउँ गाद राखिन्। लेयाकी कमारी जिल्पाले याकुबबाट अर्को एकजना छोरो जन्माई अनि लेयाले भनिन्, म खुसी रहेछु, स्त्री जातिहरूले मलाई खुसी भन्नेछन्। यसैले तिनले त्यसको नाउँ आशेर राखिन्। गहुँ फसलको बेलामा रुबेन खेतमा गए र बिसाख मूलहरू भेट्टाएर आफ्नी आमा लेया कहाँ ल्याए। राहेलले लेयालाई भनिन्, कृपा गरी तपाईँको छोराले ल्याएका बिसाख मूलहरूबाट मलाई केही दिनुहोस्। तर लेयाले तिनलाई भनिन्, के मेरो पति मबाट खोज्नु सानो कुरो हो र? अब तिमी मेरो छोराको बिसाख मूल पनि लिन खोज्छौ? राहेलले भनिन्, त्यसो भए तपाईँको छोराको बिसाख मूलको निम्ति आज राति उहाँ तपाईँसित सुत्नुहुन्छ। साँझमा याकुब खेतबाट आउँदा लेया तिनलाई भेट गर्न गइन् र भनिन्, तपाईँ म कहाँ आउनुपर्छ, किनभने मेरो छोराका बिसाख मूलहरूसँग तपाईँलाई भाडामा लिएकी छु। यसकारण याकुब त्यस रात तिनीसित सुते। परमेश्वरले लेयाको बिन्ती सुन्नुभयो र तिनी गर्भवती भइन् र याकुबबाट तिनले आफ्नो 5औं छोरो जन्माइन्। तब लेयाले भनिन्, मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्वरले मलाई मेरो इनाम दिनुभयो। यसकारण तिनले त्यसको नाउँ इस्साखार राखिन्। लेया फेरि गर्भवती भइन् र याकुबबाट आफ्नो 6औं छोरो जन्माइन्। तब लेयाले भनिन्, परमेश्वरले मलाई अमूल्य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्ति 6 जना छोराहरू जन्माइसके। यसैकारण तिनले त्यसको नाउँ जबुलुन राखिन्। केही समयपछि तिनले एउटी छोरी जन्माइन् र तिनले त्यसको नाउँ दिना राखिन्। तब परमेश्वरले राहेललाई सम्झनुभयो र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो। तिनी गर्भवती भएर एकजना छोरो जन्माइन् र भनिन्, परमेश्वरले ममाथि परेको निन्दा हटाइदिनुभयो। तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, परमेश्वरले मलाई अर्को छोरा पनि देऊन्। याकुबको सम्पत्ति बढेको। राहेलले योसेफलाई जन्माएपछि याकुबले लाबानलाई भने, आफ्नो देश र घरमा जान मलाई बिदा दिनुहोस्। मलाई मेरा पत्नीहरू र छोरा छोरीहरू लैजान दिनुहोस्, जसका निम्ति मैले तपाईँको चाकरी गरेको छु। मलाई जान दिनुहोस्, किनभने मैले गरेको सेवा तपाईँलाई थाहै छ। तर लाबानले तिनलाई भने, ममाथि तिम्रो निगाह भए बस। पूर्वलक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष दिनुभएको छ। ज्याला कति लिन्छौ मलाई भन र म तिमीलाई त्यति दिउँला।
याकुबले लाबानलाई भने, मैले तपाईँको कस्तो सेवा गरेको छु र तपाईँका गाईबस्तु मसित कसरी सप्रेका छन् सो तपाईँ आफै जान्नुहुन्छ। म आउनुभन्दा अघि तपाईँसँग थोरै थिए र अहिले प्रशस्त भएको छ। मैले जहाँ हात लगाए पनि परमप्रभुले तपाईँलाई आशिष दिनुभएको छ। तर अब मेरो आफ्नै घरबारको निम्ति चाहिँ मैले कहिले व्यवस्था गर्ने? उनले भने, म तिमीलाई के दिउँ त? याकुबले भने, तपाईँ मलाई केही नदिनुहोस्, तर यदि तपाईँले मेरो निम्ति यति एउटा कुरा गर्नुहुन्छ भने म तपाईँका बगालहरूको हेरचाह गरी चराउँदै रहनेछु। आज तपाईँका सबै बगालबाट थुप्ले र पेटारे भिडा र कालो थुमा र बाख्राहरूमध्येबाट पनि थोप्ले र पेटारे जति छुट्याउँदै जान दिनुहोस्। मेरो ज्याला तिनीहरू नै हुन्। अनि तपाईँ पछि यसअनुसार मेरो ज्यालाको हिसाब गर्नुहुँदा मेरो इमानदारीले नै मेरो निम्ति जवाफ दिनेछ। बाख्राहरूमध्येका थोप्ले र पेटारे नभएर जति र थुमाहरूमध्ये काला नभए जति मसँग फेला पर्यो भने मैले ती चोरेको ठहरिनेछ। लाबानले भने, हुन्छ, तिमीले भने जस्तै होस्। त्यस दिन पेटारे र थोप्ले बोकाहरू र पेटारे र थोप्ले बाख्रीहरू जसका सेता दाग थिए र हरेक काला थुमा लाबानले छुट्याएर आफ्ना छोराहरूको जिम्मामा लगाइदिए। तब याकुब र उनको बिचमा लाबानले 3 दिनको बाटो जति अन्तर राखे। अनि याकुबले चाहिँ लाबानका बाँकी बगालहरू चराउन लागे। तब याकुबले लहरे पिपल, हाँडे बदाम र चिनारका रुखका भर्खर काटिएका हाँगाहरू लिएर तिनमा सेता सेता धर्का बनाउनलाई तिनका बोक्रा ताछे। अनि तिनले ती हाँगाहरू बगालले पानी खान आउने ठाउँमा बगालहरूका सामुन्ने तिनीहरूका पानी खाने डुँढमा राखे। तिनीहरू पानी खान आउँदा त्यहीँ मिसिन्थे। ती बगालहरू ती हाँगाहरूका सामुन्ने मिसिने भएका हुनाले तिनीहरूले पाठा पाठी पनि त्यस्तै छिर्केमिर्के पेटारे र थोप्ले बियाए। याकुबले 3 पाठाहरू छुट्याएर बाँकी बगाल चाहिँ लाबानका बगालका छिर्केमिर्के र काला कालाहरूतिर पठाइदिए। यसरी तिनले आफ्ना बगाल चाहिँ लाबानका बगालसित नमिसाएर अलग्गै राखे। ती हाँगाहरूका सामु मिसिउन् भनेर बलिया बलिया बगालहरू मिसिने बेलामा चाहिँ याकुबले डुँढमा ती बगालका आँखाकै सामु ती हाँगाहरू राखिदिन्थे। तर निर्धा बगालहरूका निम्ति चाहिँ तिनले ती हाँगाहरू राखिदिँदैनथे। यसकारण निर्धा जति लाबानका भए र बलिया जति चाहिँ याकुबका भए। यसरी याकुब अत्यन्तै धनी भए र तिनका ठुला ठुला बगाल, नोकर चाकर, उठ र गधाहरू पनि भए।